साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल। इट्स मी उषा गौचन। आई होप तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। सन्चै हुनुहुन्न भने सन्चै रहनु होला अनि सुरक्षित रहनु होला। अहिले चाहिँ वर्षायाममा है कता कता बाढी पहिरो गइरहेको छ अनि म आज तपाईँहरूको धेरै पछि फेरि आज हामी यहाँ डाइस गेम खेल्न लाग्छौँ मम्मी र फुपूसँग। टाइमै नपाउने कि त्यही भएर हामी चाहिँ यहाँ डाइस गेम खेल्न लाग्छौँ। आज चाहिँ बिहान पानी परिरहेको थियो, त्यही भएर हामी गेम खेल्छौँ। हेरौँ कसले धेरै खाने, कसको निधारमा आज श्री लेखेर आए त्यसले चाहिँ आज धेरै खान पाउँछ। अनि त्यही हो हाम्रो रामेन। यहाँ चाहिँ छ ससेस, यो चाहिँ बोइल गरेको, अनि यो चाहिँ आलु चप भइहाल्यो। अनि यो चाहिँ हाम्रो के अरे केचप हो। केचप चाहिँ मलाई चाहिन्छ। यो चाहिँ ररीको छोप हो किनभने हाम्रो अहिले चाहिँ गोरबेडा होइन। यो चाहिँ हाम्रो मोमो हो। यो चाहिँ आटाको मोमो, भेज मोमो हो ल साथीहरू। सो अब चाहिँ हामी स्टार्ट गर्छौँ। यो चाहिँ मेरो लागि जुस हो, त मम्मीहरूले चाहिँ च्यालेर आउनुहुन्छ ल। हेलो, आज चाहिँ हामी मम्मी र फुपूसँग डाइस गेम खेल्न लाग्छौँ। अनि हाम्रो डाइस चाहिँ यहाँ यहाँ त पहिल्यै सकाएर आउँछ। अनि हामी चाहिँ यहाँ फर्स्टमा चाहिँ कसरी त्यो गर्ने क्या, कसरी गर्ने फर्स्टमा कुली खाने होइन, फर्स्टमा भन्नु पर्दैन गर्नु भने यो मम्मी र फुपूले चाहिँ तपाईँलाई थाहा छैन होला लोटेसन पछि भाले होइन पर्दैन ल है। 1 2 3 प्लान तपाईँले जितेको होइन ल फुपू थिच्नुहोस् छ्या छ्या छ्या। के खान मन लाग्छ? खानु मजाले हो। 2 गाँस के हो र राम्रो ससे सधैँ मैले त 1 गाँसमै खाइदिन्छु जहिले ससे। 3 गाँस 4 गाँस त्यहाँ काँटा नि छ त। हानुलाई पहिले पछि नखेल्न लगाउनु तपाईँ 5 आयो मम्मीको नि। ओ माई गड 5 आयो। मेरो त कोट र 2 बाइक नि आउन लागि। हामीले चाहिँ के भन्छ अरे, मैले चाहिँ यहाँ स्प्राइट हालेको अनि यो मम्मी र फुपू चाहिँ पानीको ठाउँमा चिया कुमारीहरू के हो र म वा मोमो लभर। दुई गाँस भयो, कति सानो सानो खाने होइन। फुपूले के खायो? 4 गाँस ससे खायो, 1 गाँस के खायो? मोमो। 1 गाँसमै खान सक्नु? 4 गाँस भयो। यो लास्ट बाइट हो। 5 भयो, एउटा रहने भयो। के खाँदैछ र म त झराउने कति छोरा आउँछ मेरोमा त झराउने छोरा आने के हुँदैन एउटा गाँस हालेको 2 गाँस बनायो मैं मोमो खाऊँ 3 गाँस दुई अब के खाने 2 मा कस्तो पसिना गर्नुभएको यो त भएन बा मोमो नि मिठो भएर रहेछ। मेरो ओठ खोल्यो, ओठ टटा त्यो गर्ने फुपू गर्नु है। अहिले टाटो भएर मम्मीले कति गाँस खान्छ? 2 भयो छैन। जसले ढिला खान्छ त्यहीको जाने धेरै धेरै आउँछ यार।
3 घाँस भयो। यो चाहिँ हामीले आज दिनभरि बनाएको कि दिनभरि त नभनौँ तर खाना खाएपछि आएर मोमो बनाउनु लाग्यो अनि चप बनायो गरेर आजको दिन गयो। आज चाहिँ 3 दिन भयो कि यहाँ आजसम्म पानी परेको खान सक्नु क्या 3 गाछ है मम्मी दाल भयो अझै 2 छ। आमा यो मम्मी मैले अघि नै भने मम्मीलाई 6 आउँछ नि। तपाईँले मोलेसिस गरेको ठिक भन्थ्यो पहिला नि यो त यो घाउ के यो घमाउरा थियो कस्तो दुखेछ म एक गाछ के खानुहुन्छ किन खानु भन्नु न र मम्मीको 6 गाछ भयो 2 बुढा पो दिने त। छ्या यो 2 र 3 बाहेक केही आउन त म त के खानु रहेछ र छ्याउला नि ओ माई गड के गर्नु रहेछ म त पानी खाने नभए एकदम खाने भनेको सुन्यो घाँटिया नपिकेला नम्बर थोरै आयो भनेर नम्बर थोरै भयो नि खाना धेरै खान्छ। ओ माई गड यतिको तान्नलाई त म त बुबो लाग्दिनँ साथीहरू किन रामेन त कोही पनि खानु होला बाटो भयो हाम्रो घर एक बाइट कति भयो 3 आएको कि हा पिरो भयो खान सक्छ बुबा 2 बाइट मोमो खान्छ ए फेरि लाग्छ या आलु खान्छ हेन हाल्न सक्छ नि मुखमा नभएकै बमित भएन लगाउनु जिरो मोमो जुडा हालेर बिचरा यसरी खाएको हेर नै मम्मीको त बन्दाएर छक्का आउँछ म त कहाँ जाने होला रामेनले पिरो पिरो बना यस्तो पिरो खाने मान्छे अझै 1 बाइट घुमाउनु न रामेन चाहिँ सबै एरेन्ज गर्दाखेरि हल्का चिसो भइसक्यो 2 बाइट गाडीमा सरी अर्कै खाने चिया खायो भने चाहिँ 1 बाइट आलु सबै मन पऱ्यो खाने लास्टमा म खान्छ कि मम्मी किन होला मेरो 5 नआउने हे तरिका प्लिज मेरो नि 4-5 आओस् अनि म एकै गाछमा सब सकाइदिन्छु कति बाइट भयो मम्मी 1 2 3 4 अब 1 बाइट पिरो भयो भने चाहिँ अनि अरूको छ फेरि हाल्नु मजा भएको सकेन 2 भयो हाल्न सक्न सक्यो त यो ल म गर्दै 3 पुरा भन्दिला बराबरी आउँछ खोइ न मात्रै हो तँलाई किन होला 3 3 3 अब सबै गलाई आउँछ के धेरै त पसिनाउला के हो र 1 सबै गाउँमा 1 बाइट खान्छु के म त म त लगाउनु सबै ओ भाइ मारौ मुझे 5 आइसक्यो 7 5 15 पेटा आउँछ नि त्यो पढे गर्छ त मैले एउटा कुरा के थाहा पाएँ साथीहरू भन्दा जो गेम खेल्न एकदम एक्साइटेड 0% एक्साइटेड हुन्छ नि त्यो मान्छेलाई आउँदो रहेछ पुरा म यति एक्साइटेड थियौँ खाना आउँदै होइन मम्मी चिलोमा खाए ससी सक्न लाग्यो
खाइनँ म त अब मेरो पाला होइन सब सकाइदिन्छु ससेज पकाउ 2 पेट लगाएर मम्मी दबाईको त फेरि हाम्रो घरमा सधैँ थोरै खाने कि मम्मी हो के अनि 5 बाइट 6 बाइट खाँदा त पेट गइहाल्छ मम्मीको पुरा म यहाँ भुके बिल्ली की तरह यहाँ भुकी बिल्ली कति 3 बाइट भयो नि फर्स्टमा मोमो ससेज मोमो मेरो दाँतमा के टास्यो छिरा खानु न ढिला हुन्छ कि भिडियो लामो हुन्छ 2 बाइट त्यही हो के छ तैँले पनि नि जाला ओइ त्यो नि यत्रो के भने एक 2 बाइट दिन्छ नि नो त्यसो भए ए यो बुकुलाई चाहिँ आउँछ मलाई पनि दियो होइन यो खानु पाउँछ कि तपाईँले खानु यहाँ किन र यस्तो के आयो अब के खाने मैले कस्तो झ्याउला नि हो र यो पनि कति धेरै आएको हो कि म सब मिक्स गरेर खान्छ भनेको यो भयो ससेस भयो मोमो भयो मोमो मान्छे सानो मुख चल्न नपाइ चल्न नपाइ काट किन बस्छ छिटो ए एकरा माग्न आइरहेको छ किन पाँच बाइट राखेको मलाई मात्रै यस्तो हुन्छ दुई भयो सबै सक्यो खाइरहेको बोल दुई भयो जाने गरेर खानु र घरमा एक फुलको पड्काएर सक भएर मेरो खसेकै नगरेर मैले एक बारमै सकाइदिन्छ कति भयो 4 किन हो र मेरो मात्रै पोटाउने अब त मेरो पनि 5 आउँछ होला 5 आएपछि त मैले एकचोटिमै सकाइदिन्छु सब यो मम्मी फेरि छ सक्यो है तपाईँको फुपू पेट दुनियाँ के हाने एउटा यस्तो छायो मेरो जहिले सकिने बेलामा हो छाउने के खानु भेजेर गर्मी भएर यहाँ मान्छे मुख राख्नु पिरो भएर छाया त यो त सकाल जाला अहिले त कसै हुनुपर्छ नि यहाँ लाग्छ न ढिलो आउँछ भनेको बस काको हुनुहुन्छ मम कोठामा आएको बेलामा 2 3 भइसक्यो 4 पाँच आयो यहाँ मैले त 5 बाइट मात्रै खाएँ त्यो खान्छ भने लाग्ने 1 बाइट 2 बाइट 3 बाइट आज भिडियो गरेर त गीता खुवाउनु हो कि सबै 5 बाइटमा सकिन्छ होला फुपू कति बाइट भयो फुपू यिनीहरूले चिया लिने मात्रै भयो चिया खाएन घाँटीमा पनि नअटिँदो रहेछ कसरी त्यो 5 भयो त्यो तपाईँले 1 बाइटमा खान सक्छ ल देखाउनु नि त खायो कम्पिटिसन छ क्या दौडमा कम्पिटिसन साकिने कम्पिटिसन कम्पिटिसन भयो कि बस्नु पाँच आयो के हाने यो बस्नु न म त तर चिया खानुहुन्छ कि गदा हो
लौ कस्तो असल थियो चिचिरा खाएर एकचोटि पनि खाएन यसो सकाउनु अब के मलाई रहेर पहिला नि हेर अब मेरो चार बाइट खै अरू के खाने कुरा लिएर आउँ सो यो सँगै हाम्रो भिडियो पनि सकिएको छ साथीहरू त्यो भएर चिया पनि खाइयो कति माथिको कति बाटोहरू छ यिनीहरू अघि एकचोटि नि खाएन चिया कसी नै खाना लाग्यो सबैजना रामेन त मैले खाएका भोलि मलाई पेट दुख्यो भने तिनचोटि त खाँदा रामेन मैले कति बाइट खाइसकेँ धेरै मोमो खायो अनि सासू साथी त यो फुल खाएर देखायो आज फर्मा मैले तैँले जस्तो खाएको सो योसँगै भिडियो सकिएको छ खतम भएको छ सक्यो बाई बाई 20 मिनट योसँगै हाम्रो भिडियो पनि समाप्त भएको छ मैले लास्टमा पिरो रामिन कची र बाई बाई भनेर बाठो मान्छेहरू छ नि धेरै कुले खायो मम्मीले कमेन्ट सब्सक्राइब गरिदिनु होला यो भिडियो मन परेमा मनमा परे पनि लाइक कमेन्ट गरिदिनु होला आयो कस्तो यो गाउँमा जानु टटाएको मेरो ओके बाई बाई साथीहरू आजको भिडियो यहाँसम्म नै अब हजुरहरूसँग नेक्स्ट भ्लगमा भेट्ने नै हो तबसम्मको लागि टेक केयर बाई बाई गाइस बाई बाई बाई